नमस्ते साथीहरू, आजको यस भिडियोमा म तपाईहरु समक्ष इनिसा बिगको दुःखद कथा लिएर आएको छु। सुर्खेत जिल्लाको एउटा साधारण परिवारमा जन्मिएका इनिसा बिग पढाइमा राम्रो र भविष्यका सपना बोकेकी 16 वर्षकी छात्रा थिइन्। उनी कक्षा 11 मा पढ्थिन् र आफ्नो परिवारको आशा थिइन्। राम्रो शिक्षा पाउन उनले घरबाट टाढा बसेर पढाइ गरिरहेकी थिइन्। 2082 साल फाल्गुन 23 गते सबेरै इनिसा घरबाट निस्किन्। उनले घरमा म ट्युसन कलेजको कामका लागि जान्छु भनेर भनिन्। बिहानको त्यो समय अरू दिन जस्तै सामान्य थियो। कसैले पनि सोचेन कि त्यो दिन उनको जीवनको अन्तिम दिन बन्नेछ। इनिसा घरबाट निस्केपछि धेरै समय बितिसक्दा पनि उनी घर फर्किनन्। परिवारले फोन गर्दा मोबाइल पनि बन्द थियो। त्यसपछि परिवार चिन्तित भयो र उनलाई खोज्न सुरु गर्यो। उही दिन बिहान केही स्थानीय मानिसहरू जगनगर कम्युनिटी फरेस्ट शहीद पार्क नजिक क्षेत्रमा पुगेका थिए। त्यहाँ उनीहरूले एक किशोरीलाई बेहोस अवस्थामा देखे। नजिक गएर हेर्दा त्यो इनिसा नै थिइन्। उनको शरीरमा चोटपटक देखिन्थ्यो। स्थानीयले तुरन्तै उनलाई कर्णाली प्रोभिन्सियल हस्पिटल कालागाउँ अस्पताल पुर्याए। तर अस्पताल पुगेपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरे। इनिसाको परिवारले उनको शरीरको अवस्था देखेर ठूलो शंका व्यक्त गरे। शरीरमा चोटपटक चिन्ह थिए। कपाल तानिएको जस्तो देखिन्थ्यो। घिसारिएको जस्तो अवस्था थियो। परिवारले बलात्कारपछि हत्या गरिएको हुन सक्छ भन्ने गम्भीर आरोप लगाए। घटना सार्वजनिक भएपछि नेपालभर ठूलो चर्चा भयो। प्रहरीले तुरन्त अनुसन्धान सुरु गर्यो। अनुसन्धानका क्रममा प्रहरीले घटनासँग सम्बन्धित भएको शंकाका 4 जना किशोरलाई पक्राउ गर्यो। उनीहरू सबै 18 वर्षभन्दा कम उमेरका थिए। प्रहरीले उनीहरूलाई सोधपुछ गर्दै घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको छ। इनिसाको मृत्युको खबर फैलिँदै जाँदा धेरै मानिसहरू आक्रोशित भए। सुर्खेत र काठमाडौँ लगायत विभिन्न ठाउँमा प्रदर्शन भए। मानिसहरू इनिसालाई न्याय देऊ भनेर नाराबाजी गर्दै निष्पक्ष अनुसन्धानको माग गरे। अहिले पनि यो घटना धेरै नेपालीहरूको मनमा पीडा र प्रश्न छोडेर गएको छ। परिवार र समाज सबैले एउटा कुरा मागिरहेका छन्, इनिसालाई न्याय। तपाईहरुको यसमा के सुझाव रहेको छ कमेन्ट मार्फत भन्न चाहिँ नबिर्सनुहोला। मेरो तर्फबाट त यस्ता घोर अपराध गर्ने जघन्य अपराध गर्नेहरूलाई फाँसीको सजाय सबभन्दा बेस्ट हुन्छ। किनभने जबसम्म नेपालमा फाँसी आउँदैन यस्ता घटनाहरू भइ नै रहन्छ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब, शेयर इट टु योर फ्रेन्ड। थ्याङ्क यू।